जय मसीह प्रभुमा तिनै आदरणीय अनि प्रिय प्रभुका जनहरूमा र सुन्दर समय सुन्दर बिहानी तपाईहरु प्रत्येकलाई प्रभु यीशु ख्रीष्टको नाउँमा स्वागत गर्न चाहन्छु। साँच्चै नै परमेश्वर महान हुनुहुन्छ। उहाँको महान योजना आज तपाईँ र मेरो जीवनमा छ र विशेष गरी सुन्दर बिहानी तपाईहरुलाई गड प्रे टावरमा तपाईहरुलाई प्रत्येकलाई स्वागत छ र यसरी गड प्रे टावरद्वारा सञ्चालित यस मोबाइल बाइबल स्कुलमा तपाईहरु प्रत्येकलाई स्वागत छ। हामी थोरै भए पनि एउटा टपिकमा रहेर के नयाँ कुराहरू हामी सिकिरहेका छौं, आशिषका कुराहरू हामीले पाइरहेका छौं भन्ने आशा छ। र विशेष गरी आज हामी यशायाको 41 को 10 मा हेर्छौं भने यसैले नडरा किनकि म तसित छु, निरुत्साहित नहो किनकि म तेरो परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई समात्नेछु। आज परमपिता परमेश्वर तपाईँ र मसँग हुनुहुन्छ। उहाँले भन्नुभएको छ म तँसँग छु। अनि आजको टपिक नै हो म तँसँग छु। त्यसैले हाम्रो परमेश्वर महान परमेश्वर हुन्छ जसले तपाईँ र मलाई आमाकै कुखमा उहाँले रच्नुभयो। सायद हामीले अनजान थियौं होला, तर एकजना व्यक्तिले यसरी पनि भनेका छन्। उनले एउटा कविता लेख्दै गर्दाखेरि हे बतासका परमेश्वर, सबै अन्धकारपूर्ण अन्योल, सबै गहिरो दुःख, सबै त्रासपूर्ण समय, सबै पापमय इच्छा, सबै शैतानको जाल, सबै झुटा सम्मान, सबै स्वार्थी चाहना, सबै व्यर्थका चिन्ता हामीबाट यी सबै टाढा लैजानुहोस्। जीवनमा त्यस्ता निराशका कुराहरू अनि दुःख र पीडाका कुराहरू आउँदै गर्दाखेरि तपाईँ र मेरो जीवनमा हामी हतोत्साहित हुनु हुँदैन। जीवनमा त्यस्ता कुराहरू पनि आउन सक्छन्। हामी सोच्छौं मैले यो गरेँ भने यसले के भन्ला, यसले कसरी के गर्ला। प्रियहरू, त्यसैले बाइबलले भन्छ श्रापित होस् त्यो मानिस जो मानिसमाथि भरोसा गर्छ। हामी मानिसले तपाईलाई खुवाउँदैन, मानिसले तपाईलाई संरक्षण गर्दैन, तर गर्ने भनेको केवल परमेश्वर हुन्छ। कहिले पनि उहाँले तपाईलाई, तपाईको सँगै हिँडेको साथीले तपाईलाई धोका दिन सक्छ। उसले एक क्षणभर तपाईलाई प्रयोग गरेर जीवन मानौ, तपाईँ उदाहरणको लागि तपाईँ जीवन जिउँदै गर्दाखेरि तपाईलाई कसैले वास्ता गर्ला या यो गर्ला हैन, तपाईलाई विभिन्न कुराहरू, तर जब तपाईँ मृत्यु भइसकेपछि त्यही साथी 2-4 दिन तपाईको लागि शोक गर्ला, त्यसपछि तपाईलाई बिर्सिन्छ। तपाईलाई राखेको सबै कुराहरू, तपाईको सबै क्षणिक कुराहरू, तपाईको फ्यामिली, तपाईको परिवार, तपाईको इष्टमित्र सबै तपाईको सबै बिर्सिन्छ। तर परमप्रभु परमेश्वर हुन्छ जसले तपाईलाई कहिल्यै पनि बिर्सनुहुन्न। उहाँ जो तपाईँ र मेरो हरेक पल, उहाँले तपाईँ जिउँदा हुँदा मृत्यु हुँदा हर पल तपाईको साथमा हुनुहुन्छ। त्यसैले यसरी भन्दैछ हे बतासका परमेश्वर, मेरो जीवनमा तपाईले हैन तपाईको पवित्र उपस्थिति दिनुहोस्। तपाईको जिउँदो प्रेमको अनुभव गर्न म सकूं। तपाईको निको हुने छुवाई मलाई दिनुहोस्। आई नीड यू परमेश्वर। मलाई तपाईको निको हुने छुवाई मलाई दिनुहोस्। तपाईको सुन्दर साहस मलाई दिनुहोस्। आज हुन सक्छ मेरो जीवनमा ती आटिलो भएको छुइनँ होला, गर्न खोजेको कुरा गर्न सकिरहेको छुइनँ होला, तर प्रभु तपाईको सुन्दर साहस मलाई दिनुहोस्। तपाईको अति शक्ति मलाई दिनुहोस् प्रभुजी। मेरो बल, मेरो सबै प्रयासहरू मैले थकित भइसके, मैले गर्न खोजेको कुराहरू प्रभु मैले गर्दा म थाकिसके। मलाई तपाईको शक्ति चाहिएको छ। तपाईको पूर्ण शान्ति मलाई दिनुहोस्। मलाई तपाईको पूर्ण शान्ति दिनुहोस्। म जीवनमा यो गर्छु मलाई शान्ति मिल्छ, त्यो गर्छु मलाई शान्ति मिल्छ, त्यो गर्दा यस्तो हुन्छ कि भन्ने म धेरैचोटि प्रभु थाकिसकेको छु। तपाईको स्याहारपूर्ण वास्ता मलाई दिनुहोस्। तपाईको स्वर्गीय अनुग्रह मलाई दिनुहोस्। तपाईको समेत आनन्द मलाई दिनुहोस् र मेरो जीवनमा प्रभु बहाउनुहोस्। स्वेच्छा गरी बहाउनुहोस्। अहिले नै ममा त्यो बहाउनुहोस्। प्रियहरू, जीवनमा यस्ता परिस्थितिहरू पनि आउन सक्छ, तर प्रभु तपाईँ र मेरो वास्ता गर्ने, प्रेम गर्ने परमेश्वर हुनुहुन्छ। परमप्रभु परमेश्वर आफैले हाम्रो रक्षा गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। उहाँ हाम्रो रक्षक हुनुहुन्छ। उहाँले रातमा पनि दिनमा पनि हाम्रो रक्षा गर्नुहुन्छ।
परमेश्वर हामी बाहिर जाँदा भित्र आउँदा उहाँले हाम्रो रक्षा गर्नुहुन्छ। भजन संग्रह 1:21ले यसरी भन्दछ, भोलिको दिनको वास्ता उहाँले नै गर्नुहुन्छ। उहाँले भन्नुभएको छ, नडरा किनकि म तैसित छु, म तेरो परमेश्वर हुँ। हालेलुया। त्यसैले प्रिय, आज तपाईँ र मलाई वास्ता र फिक्री गर्ने परमेश्वर हुनुहुन्छ। त्यसैले प्रभुले भन्नुभएको छ, म तँसँग छु, निरुत्साहित नहोस्। आमेन। अनि यो सुन्दर वचनलाई यहीँ राख्दै म एकदमै धन्यवाद दिन चाहन्छु केही पात्रहरूलाई जसले हामीलाई साथ सहयोग र हामीलाई यो बालबालिका जुन 12 जना बालबालिकाहरूको लागि हामीले स्पोन्सर गर्न खोजिरहेका थियौँ। जम्मा हामी 16 जनालाई हामी गर्ने मौका पायौँ। 16 जना बालबालिकालाई हामीले 12 जनाको टार्गेट राखेका थियौँ। हामी 16 जनालाई हामीले स्पोन्सर गर्ने मौका पायौँ। प्रभुलाई धन्यवाद होस्। र प्रियहरू, साँच्चै नै परमेश्वर महान हुनुहुन्छ। यो महान कामको लागि धेरैजनाले हामीलाई स्पोन्सर गर्नुभएको छ। विशेष गरी हाम्रो रुथलक्ष्मी सम्पाङ सिस्टरले, उहाँले एकदमै हृदयदेखि नै मुरी धन्यवाद दिन चाहन्छु उहाँको यो महान सहयोगको लागि। र विशेष गरी हामी धन्यवाद दिन चाहन्छु सम्झना लामा जो होसना मण्डली परिवार हुनुहुन्छ, उहाँ आमा दिदीबहिनी संगतिको टिमलाई म एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु उहाँहरूको यो महान सहयोगको लागि। त्यसैगरी करिश्मा मगरको लागि हामी धन्यवाद दिन चाहन्छु उहाँको यो महान सहयोगको लागि, हाम्रो मिसनको लागि, हाम्रो सेवकाईको लागि सहायता गर्नुभएको छ। अस्मिता राईको लागि हामी धन्यवाद दिन चाहन्छौँ। त्यसैगरी प्रेम र उहाँको भाइ रुचाल है, उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। बसन्ती भण्डारी, उहाँलाई पनि धेरै धेरै धन्यवाद। कुमारी मगर जो हुनुहुन्छ उहाँलाई पनि धेरै धन्यवाद। अञ्जना राई गुरुङ हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद परमेश्वरले। शुक्रमाया राई, उहाँलाई एकदमै हृदयदेखि धन्यवाद। उहाँ हाम्रो आजीवन मेम्बर हुनुहुन्छ, त्यही कारणले उहाँलाई धेरै धेरै धन्यवाद। र त्यसै गरी सविता फम्बो तामाङ सिस्टरलाई हृदयदेखि धन्यवाद। अनि अब उहाँलाई हामी धन्यवाद दिन बाहेक हामी के दिन सक्छौँ। र चन्द्र राईको लागि र त्यसै गरी हामी धन्यवाद दिन चाहन्छौँ यो टिमलाई जसले हामीलाई माया गर्नुभयो। अनि धेरैजना हुनुहुन्छ, प्रभुलाई धन्यवाद होस्। अनि तपाईँहरूको साथ सहयोग, तपाईँहरूको प्रेम, तपाईँहरूको वास्ताको लागि, तपाईँहरूको सल्लाहको लागि हामी एकदमै अपेक्षा गर्छौँ। हुन्छ, परमेश्वरले हामी सबैजनालाई आशिष गर्नुभएको छ। गॉड ब्लेस यू। जय मसीह।